हेलो गाइज, अब चाहिँ हामी बजारबाट होइन घर फर्किँदैछौँ शुक्रबारे बजारबाट। हेर्नु होला साथीहरू है, रात पर्न लागिसकेको छ। हामी त्यो डाँडा कटेर जानुपर्ने छ, रात पर्न लागेको छ है। हामीले चाहिँ हेर्नु होला यता झोला छ है, सपिङ गरेको आज कपडाहरू भनौँ न होइन। अनि कपडा सपिङ गरेको कपडाहरू यता छ र हाई भन्दैन केटा दलाकपा ल ठिक छ। र दलाकपा र म छुमालो चाहिँ साथी र म यता बजार आएको छौँ। र यता चाहिँ मेरो झोला हजुरहरूले यता चाहिँ मेरो झोला छ भनौँ है, म झोला बोकिहालेको छु। र हामी चाहिँ साथीहरू घर फर्किँदैछौँ है। अब लगभग हजुरहरूलाई चाहिँ म एउटा सिन देखाउन गइरहेको छु है। यो पर्यटक स्थल भनौँ होइन, यहाँ हामी देखाउँदैछौँ। हेर्दै जानु होला तलनेर, तपाईँहरूलाई म सिन देखाउन चाहन्छु। यो पनि भनौँ न होचै भयो नि, एकदम राम्रो छाँगा छ भन्नुपर्छ है साथीहरू। स्किप नगरी पुरै भिडियो हेर्नु होला र लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु भएको छैन भने प्लिज गरिदिनु होला। हामी बजारबाट फर्किँदैछौँ है साथीहरू। सपिङको लागि चाहिँ आज मैले यो जम्पर किने भनौँ न होइन, त्यही लगभग 1200मा किने होला। अनि यो प्यान्ट किने भनौँ न होइन, चलेको केटाहरूको हजुरहरूलाई म देखाउन चाहन्छु। यो प्यान्ट किनियो भनौँ है, यस्तो पछाडिबाट नि यस्तो दुईवटा गोजीवाला अहिले चलेको भनौँ न होइन, भाइरल पेन। र यो टोपी किन्यो होला 200-300मा। सपिङ गर्यो भनौँ न होइन साथीहरू, धेरै सपिङ गरेर हामी फर्किँदैछौँ। डाँडातिर फोटोसोटो खिचेर है, भ्लग बनाउँदै हामी चाहिँ जाँदैछौँ। र हजुरहरूले चाहिँ जरुर लाइक कमेन्ट चाहिँ गरिदिनु होला प्लिज, किनकि तपाईँहरूको म्याच म यस्तै भिडियोहरू ल्याउने छु। र हजुरहरूले अब चाहिँ देख्न सक्नुहुन्छ यहाँ छाँगाको सिन एकदम राम्रो छ भनौँ न होइन, एकदम राम्रो छ यो छाँगा चाहिँ। मेरो छाताको यहाँ पिन खसिसकेको छ है साथीहरू होइन। हजुरहरूलाई म अब चाहिँ यहाँ देखाउँदैछु, एकदम राम्रो छ भनौँ न होइन सिन। हेर्नु होला साथीहरू, एकदम राम्रो छ है सिन साथीहरू। हेर्नु है, स्किप नगरिकन। हजुरहरूलाई चाहिँ म देखाउन चाहन्छु भनौँ न साथीहरू, राम्रो छ भन्नुपर्छ है। यो छाँगा एकदम राम्रो छ, धेरै अल्गो पनि छैन, ठिक्का भनौँ न, ठिक्काको छ भनौँ न होइन। यो राम्रो छ साथीहरू, फोटो भनौँ न, भिडियोहरू बनाउन, भ्लगहरू भनौँ न होइन, यहाँ राम्रो निस्किन्छ भनौँ न होइन। टिकटकहरू बनाउनको लागि राम्रो छ भनौँ न होइन, यहाँ घुम्नकै लागि पनि राम्रै छ भनौँ न होइन। एउटा नेपालको एउटा पर्यटकीय स्थलको सम्भावना ठाउँहरू हुन् यिनीहरू भनौँ न, नेपालको अर्थतन्त्र चाहिँ भनौँ न होइन। यस्तै छाँगाहरू धेरै छन् भन्नुपर्छ साथीहरू हाम्रो ठाउँमा भनौँ न। नेपालको भनौँ न एउटा राष्ट्रिय सम्पदाहरू भनौँ न होइन, नेपाललाई चिनाउने, नेपाललाई जगाउने होइन, नेपाललाई भनौँ न आय स्रोतको बाटो भनौँ न होइन। हेर्नु होला साथीहरू, यस्तो छ है। ओके साथीहरू, हजुरहरूलाई भिडियो कस्तो लाग्यो, भिडियो मन परेमा लाइक कमेन्ट गरिदिनु होला र साथीहरूमा पनि सेयर गरिदिनु होला। र अहिलेसम्म सब्सक्राइब गरिदिनु भएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला, किनकि तपाईँहरूको म्याच यस्तै म भिडियोहरूको साथ उपस्थित हुनेछु। ओके साथीहरू, थ्याङ्क यू।
जय नेपाल।